नमस्कार सेवा र साथीहरू म चाहिँ आज चाहिँ श्रमदानको श्रमदानमा आइसकेको छु। अरूले हामीलाई भन्नु के छ उनीहरूले मुर्दाबाद भन्दा हुँदैन झिँगाको सामले ढिँगा मरे त होइन के हुन्थ्यो झिँगाले होइन के हुन्छ केही पनि त्यो चिज र म यता धन्यवाद दिन चाहन्छु है 111 गोर्खा राइफल त्यो चाहिँ मेरो गीत है यहाँ पनि छ यो टी सर्टमा छ र बृहत श्रमदान भनेर लेख्नु भएको छ यो बिहान सहित आउनुभएको छ र यो पानी पनि उहाँले ल्याउनु भयो होला उहाँ सम्पूर्णलाई परिवारलाई हार्दिक स्वागत सम्मान धन्यवाद भन्न चाहन्छु र सबैले ताली बजाएर उहाँलाई सबैले हातमाथि लाउनु हातमाथि नलगाइकन धरती हाम्रो आकाश हाम्रै परिवेश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश समारो सबै सबै धरती हाम्रो आकाश हाम्रै परिवेश सबैले गाउनु है नलजाइकन त्यसलाई सम्झेर हप्तामा एक दिन गाउँछ हामीले गीत गाउने त्यसले गर्दा सबैले गाउँछ डेली गाउँदैन विदेशीले बचाउँदैन हाम्रो देशको साथ हाम्रो आकाश हाम्रै परिवेश पसीनाले निगाउलगे सागरी लहरा लहुनी सागरी लहरा लहुनी हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश हाम्रो आकाश हाम्रै परिवेश सबै मिली सबै मिली
मिलाउने खोज गर्ने हुँदैछ वरिपरि श्रमदाताहरू हुन्छ र हामी चाहिँ अब काममा लाग्छौँ। साथीहरू पारा मिलेर एक पनि भाइ बिस्तारै लाउनु है, पल्लोपट्टि मान्छे लाग्छ नि ल। यहाँ बिस्तारै लाउनु। यसरी नै मिलेर गऱ्यौँ भने चाहिँ देश चाँडै नै विकास हुनेछ। पारा मिलेन कसैला पारा मिलेन पारा मिलेन कसैला पारा मेरो पनि भिडियो चाहिँ यति नै। अब मैले पनि यहाँ ढुङ्गा बोक्ने बेला भइसकेको छ, किनकि म ढुङ्गा बोक्न आएको हो, त्यसैले गर्दा साथीहरू हाम्रो श्रमदान चाहिँ फुरु भइरहेछ। मध्य अवस्थामा छ भन्नुपर्छ। श्रमदान चलिरहेको छ। त्यही पनि हुनुहुन्छ त्यो दाइ अनि म पनि यति धेरै साथीहरूमा म पनि म एक्लै छु। देख्न सक्नुहुन्छ साथीहरू, म एक्लै छु। यति धेरै श्रमदान गर्ने मान्छेहरू पनि आफ्नो साथीहरू चाहिँ आज त्यसले गर्दा म चाहिँ एक्लै छु। यो त्यस्तो दामी देखिरहेछ कि घाम पनि खतरा लागिरहेछ। हाम्रो श्रमदान पनि खत्रै चलिरहेछ भन्ने खाना खाने बेला चाहिँ लाइभ कन्सर्टमा छौँ। अहिले चाहिँ हाम्रो एउटा कन्सर्ट हो। खाना खानेको लाइन लागिरहेछ, एकदमै धेरै छ। कहिले पुग्नु खाना खाने ठाउँमा? एक दिनै लाग्ला जस्तो छ। छुट्टी भइसकेको छ, सबैजना घरतिर हुन्छ। छुट्टी भयो श्रमदानबाट। आजको भिडियो यति नै। सबैजनालाई धेरै धेरै धन्यवाद। श्रमदाताहरू लगायत दर्शक बिनहरूमा पनि थ्याङ्क यू सो मच। आउँछ क्या उनीहरू फोटो खिच्दैछ।